14 वर्षको केटा जसले विश्वकै सबैभन्दा ठुलो टी20 लिग आइपिएलमा शतक बनाए, त्यो पनि जम्मा 35 बलमै। नाम हो वैभव सूर्यवंशी। आजको भिडियोमा हामी बुझ्नेछौँ यो बाल प्रतिभाको कथा, उसको जीवन, सङ्घर्ष अनि कीर्तिमानहरू। मैले तपाईँहरूको महत्त्वपूर्ण समयको मध्यनजर गर्दै यो भिडियो निकै नै छोटकरीमा बनाउने प्रयास गरेको छु। कृपया भिडियो अन्त्यसम्म हेर्नुहोस्। तपाईँ यो भिडियो हेरेर अनि यी बाल प्रतिभा र उनको कीर्तिमानलाई हेरेर निकै नै चकित पर्नुहुनेछ। आइपिएलमा वैभवको ऐतिहासिक प्रदर्शनलाई हेर्ने हो भने आइपिएल 2025 मा राजस्थान रोयल्सको तर्फबाट खेल्दै वैभव सूर्यवंशीले गुजरात टाइटन्स विरुद्ध 35 बलमै शतक बनाउन सफल भएका थिए भने उनले जम्मा 38 बलमा 101 रन बनाएका थिए, जुन आइपिएल इतिहासको दोस्रो सबैभन्दा छिटो शतक हो। 14 वर्षमै यस्तो प्रदर्शन असम्भव जस्तो लाग्न सक्छ, तर उनले यो सम्भव बनाएका थिए। र अब कुरा गरौँ उनको धमाकेदार डेब्युबारे पनि। वैभवको डेब्यु पनि कम रोचक थिएन। लखनऊ सुपर जायन्ट्स विरुद्ध उनले आफ्नो पहिलो बलमै छक्का हाने भने त्यो पनि शार्दुल ठाकुरको बलमा। पहिलो खेलमै 20 बलमा 34 रन बनाएर उनले आफ्नो आगमनको सन्देश दिएका थिए। र यस्तै उनीमाथि आएको जिम्मेवारी अथवा भनौँ सानो उमेरमा ठुलो सम्झौता उनको काँधमाथि थियो। यसबारे पनि छोटकरीमा चर्चा गरौँ। आइपिएल 2025 को अक्सनमा उनी मात्र जम्मा 13 वर्षको उमेरमा छनौट भएका थिए। जुन बेला अक्सन चलिरहेको थियो त्यो समयमा उनी 13 वर्षको मात्र थिए भने इतिहासमै पहिलोपटक राजस्थानले उनलाई 1.1 करोडमा किनेको थियो। यो आफैमा उनका लागि ठुलो उपलब्धि हो। त्यस्तै यी सबै विषयहरूलाई तपाईँहरूमा जोड्दै गर्दा भारत अन्डर 19 मा पनि उनी चम्किएको ताराका रूपमा उदाएको कुरा पनि म जोड्न चाहन्छु। आइपिएल भन्दा अघि पनि उनी चर्चामा थिए। भारत अन्डर 19 को तर्फबाट उनले अस्ट्रेलिया अन्डर 19 विरुद्ध 58 बलमा शतक बनाएका थिए। त्यसै गरी एससिसी अन्डर 19 एसिया कप 2024 मा उनले 176 रन बनाउन सफल भएका थिए भने उनको औसत 44 रहेको छ। यस्तो आँकडाले भविष्यको स्टार भनेर पनि उनलाई पुष्टि गर्छ। र त्यस्तै उनको धमाकेदार शानदार ट्रिपल सेन्चुरीको कमाल बारे पनि म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। के तपाईँलाई थाहा छ उनले 19 वर्ष मुनिको रणधीर वर्मा टुर्नामेन्टमा अभिजित 332 रन बनाएका छन्। ट्रिपल सेन्चुरी, त्यो पनि सिङ्गल इनिङ्समा। यस्तो पारीले उनको प्रतिभाको स्तर देखाउँछ। वैभव सूर्यवंशी अहिले नेपाली दर्शक माझ पनि निकै रुचाइएका छन्। त्यस्तै नेपाली दर्शक माझ मात्र नभएर अन्तर्राष्ट्रिय क्रिकेट जगतमा पनि उनको निकै नै चर्चा भइरहेको छ र अन्तर्राष्ट्रिय स्तरमै रुचाइएका छन्। 14 वर्षमै विश्वकै टप लिगमा धमाका गर्नु भनेको असाधारण कुरा हो। के उनी भविष्यको क्रिकेट सुपरस्टार हुन्छन् या हुँदैनन्? तपाईँको विचारमा के लाग्छ? कृपया तल कमेन्ट गर्नुहोस्। साथै भिडियो मन परे लाइक र सेयर गर्न पनि नबिर्सिनुहोस्। अनि खेलट्युब नेपाललाई सब्सक्राइब गरेर आगामी भिडियोहरूका लागि तपाईँहरूले समर्थन जनाउन पनि सक्नुहुनेछ। धन्यवाद।